सो आज हामीले पढेको फर्स्ट स्लाइड यो थियो। यसमा हामीले एमसिक्यूमा चाहिने बेसिक कुराहरू गऱ्यौँ, कहिले इपिए आयो कहिले इपिआर आयो भनेर हैन। त्यसपछि इपिआरमा 21 वटा सेड्युल छन्, तीमध्ये 9 वटा आज पढ्यौँ, बाँकी भोलि हेरौँला। तपाईँले पनि घरमा आज एउटा काम गर्ने, इपिआर 2077 डाउनलोड गरेर हेर्ने है, के रहेछ त्यहाँ नेपालीमा लेखिया छ कि छैन त्यो कुराहरू चेक गर्नु होला। अर्को हिस्ट्री अफ एआई इन नेपाल भनेर सुरु गऱ्यौँ। 4 नम्बरको स्लाइडमा त्यही चिजलाई कन्टिन्यू गऱ्यौँ र यो 3 वटा स्टडीको डेफिनेसन लेख्यौँ, बिएस, आइई र इआई। त्यसपछि इआई को डेफिनेसन सकाएपछि हामीले बिएस कतिखेर गर्ने, आइई कतिखेर गर्ने, कुन प्रोजेक्टको लागि इआई गर्ने भनेर एउटा इक्जाम्पलहरू लेख्यौँ। र यो सबै इक्जाम्पल भनेको कहाँबाट लेखिएको हो त, इपिआर 2077 बाट। 6 नम्बरको स्लाइडमा एउटा क्वेसन लेख्यौँ, एकदमै इम्पोर्टेन्ट। मैले 3टाको डिफ्रेन्स एउटैमा लेखाइदिएँ, तपाईँलाई 2वटाको सोध्ला, 3टाको एकैचोटि सोध्ने चान्स कमै हुन्छ है। सो 3टै पढ्यो भने 2टामा समस्या भएन। ल यही थियो डिफ्रेन्स। त्यसपछि बिएस र आइई गर्ने प्रोसिड्युर के छ भन्दा टेन्टेटिभली सेम छ। पहिला टिओआर एप्रुभल गर्ने, 2 वर्षको टाइम दिन्छ रिपोर्ट बनाउने, 2 वर्षपछि फेरि रिपोर्ट सबमिट गर्ने, त्यो रिपोर्ट एप्रुभल गराउने, त्यसपछि प्रोजेक्ट सुरु गर्ने। दुईटैमा उस्तै हो, तर इआईमा अलिकति डिटेल्ड स्टेप चाहिन्छ। र ध्यान दिनु होला, जुनसुकैमा पनि टिओआरको एप्रुभल टाइम कति छ त, 15 दिन है। सो फरक पर्ने भनेको इआईको रिपोर्टमा मात्रै हो। इआईको रिपोर्टलाई चाहिँ 35 दिन लाग्छ, बाँकी सबैलाई 15 दिनभित्र एप्रुभल दिन सकिन्छ। र एप्रुभल दिँदाखेरि डिसिजन मेकिङ गर्ने जुन कमिटी हुन्छ, त्यो डिसिजन मेकिङ कमिटीले कुनै एउटा भन्न सक्छ यो 3टा मध्ये। लास्ट स्लाइडमा हामीले इआई को रिपोर्टको एप्रुभल कसरी हुन्छ भनेर हेरौँ। अब बाँकीलाई म क्वेसनको थ्रुबाट राखिदिन्छु। बेसिक कुरा सिलेबसमा भएको कुरा सबै सकिसक्यो, बाँकी कुरा भोलि हामी क्वेसन एन्सर गर्छौँ है। र इपिआर 2077 एकचोटि डाउनलोड गरेर पढ्नु होला सर।